सँगैका साथीहरू अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया गयो भन्दैमा मैले पनि जानै पर्छ। म जस्ता सबै युवाहरूले यो देश छोड्नै पर्छ। विदेश जाने, नयाँ नयाँ फोन, घर, गाडी जोड्ने ट्रेन्ड चलिरहेको बेला यही देशमा बस्ने आँट सबैले गर्न सक्दैन, जुन म सहित केही युवाहरूले मात्र गरिरहेका छौँ। देशमा भएका व्यापार व्यवसायहरू डुबिरहेका छन्, कम्पनीहरू भट्टाभट बन्द भइरहेका छन्, सरकारी जागिरीहरूले पनि जागिरै छोडेर विदेश हिँडिरहेका छन्। तर मैले भने यस्तो क्राइसिसको बीचमा पनि यही देशमा केही गर्छु भनेर नयाँ कम्पनी खोल्ने आँट गरेको छु। ऋण काटेरै भए पनि लगानी गर्ने हिम्मत गरेको। सर उहाँ मुनि रातो के हो? त्यो दरज मुनि हो त्यो रातो। हजुर कसरी हुन्छ भन्नु यहाँ एकचोटि आगो लाग्न बित्तिकै के चाबीको झुप्पा चाहिँ कहाँ राखेको हुन्थ्यो? उसँगै छ कि क्या शेखरसँग शेखरलाई फोन आउनु न चाबीको झुप्पा छैन भने त यहाँ भित्र त्यो खोल्न सकिँदैन सर? तातो छैन भनेदेखि त हातले खोल्दा नि हुन्छ होला। हो त्यो चाहिँ आउँछ। भित्र पनि ए ल भनेपछि सिधा त के बाँकी होला र पुरै पुरै त्यो तातोले गर्दाखेरि के म त दराज मैले पनि पछि रस जाने के माथि चाहिँ दुईटा डेस्कटप बाहेक उयो दरज खुल्लै रह त्यो चाबी रह त हजुर। तातै छ हो नि तातै छ यार आगो राखेर खोल्यो भने अलिक ऊ हुन्थ्यो कि है। साथी छैन चाबी त छ नि। नमस्कार सर। तातो छ कि यसो हेर्नु। एउटा केहीले खोल्नु न, हात नलगाउनु। सिसा छ होला नि। बेकारमा के भयो बाफले त अलिकति त भयो होला होइन। हाम्रो होइन अझै माथि हो टाइट हातमा खाल ओ माई गॉड आहा म यो हेरेर यति खुसी भइरहेको छु नि गाइजहरू। तर त्यो विवेक भन्ने केपीको छाउरोको खबर चाहिँ के छ नि? सन्चै हुनुहुन्छ? काठमाडौँमा हुने साथीहरू त्यसलाई नछोड्नु है प्लिज प्लिज प्लिज।